कक्षा 7 एकाइ 1 को सम्पूर्ण अभ्यासहरू ल्याएको छु। एकाइ 1 हामी र हाम्रो समाज। पहिलो पाठ रहेको छ समाजको उत्पत्ति र विकासक्रम। यसको यो पाठको र एकाइको सम्पूर्ण अभ्यास लिएर आएको छु। वेलकम टु माई च्यानल। र यहाँ क्रियाकलापको अभ्यासहरू पनि दिएको छ। यो अभ्यासहरू पनि तपाईहरुले आफ्नो कपीमा मजाले पहिले पढ्नुहोला र यसलाई लेख्नुहोला। अब यो भिडियोमा हामीले ल्याउनेछौँ कक्षा 7 का सम्पूर्ण एकाइ र त्यसको अभ्यासहरू। तपाईहरु आफ्नो कपीमा यहाँबाट उतार्दै र यसलाई आफ्नो तरिकाले पढ्नुहोला र यसले तपाईलाई आफ्नो प्रश्न उत्तरहरू लेख्न एउटा गाइड मात्र गर्नेछ, निर्देश मात्र दिनेछ। पछि तपाईले एक्जाममा लेख्दाखेरि यो पढे अनुसार मिलाएर लेख्न सक्नुहुनेछ। तपाईको समाजमा भएका राम्रा कुराहरू के छन्? यहाँ समाजमा भएका राम्रा कुराहरू उल्लेख गर्न भनिएको छ। तपाईहरुले मैले यहाँ 4टा उल्लेख गरेको छु। तपाईहरुले पनि यसैलाई मिलाएर उल्लेख गर्न सक्नुहुन्छ। जस्तै आपसी मेलमिलाप र वगैरा वगैरा चीजहरू छ। त्यस्तै अब आउँछ हामी अभ्यासमा। समाजको विकास कसरी भएको थियो? मध्य चरणको जीवनशैली कस्तो रहेको थियो? प्रारम्भिक अवस्थामा मानिस किन नदीको किनारमा बसोबास गर्न थाले? यो 3टा प्रश्नको उत्तरहरू यहाँ सरसर्ती दिएको छ। तपाईहरुले यसमा आफ्नो केही कुरा थप्न सक्नुहुनेछ। समाजको विकास प्रारम्भिक अवस्थामा मानव जाति जंगलमा बस्थे। जंगली जनावरबाट बस्ने आवश्यकता पूरा गर्ने र आपसी सहयोग प्राप्त गर्ने क्रमसँगै समाजको उत्पत्ति भएको हो भन्ने पनि लेख्न सकिन्छ। त्यस्तै मध्य चरण जसलाई हामी बराबर स्टेज भन्छ त्यसको बारेमा यहाँ लेख्न सकिन्छ। अब घ नम्बरको प्रश्न ग र च को प्रश्नहरूको उत्तर यहाँ दिएको छ। समाजबाट हुने फाइदाको सूची बनाउनुहोस्। ढुङ्गे युग र बर्बर युगको बीचमा भिन्नताहरू लेख्नुहोस्। यहाँ 3-4टा भिन्नता तपाईले लेख्न सक्नुहुनेछ। त्यसै लास्ट नम्बर रहेको छ समाज विकासका सकारात्मक पक्षहरूको उदाहरण सहित प्रस्तुत गर्नुहोस्। अब एकाइको पाठ 2 सामाजिकीकरण। यसको क्रियाकलापहरू यहाँ दिएको छ। यो 3 नम्बरको क्रियाकलाप एकदमै महत्त्वपूर्ण रहेको छ। सामाजिकीकरणले व्यक्ति र समाजमा पार्ने सकारात्मक प्रभावहरू खोजी कक्षामा छलफल गर्नुहोस्। सामाजिकीकरणले हामीलाई पार्ने सकारात्मक प्रभावहरू यहाँ दिएको छ। 4-5वटा मैले यहाँ लेखेको छु, त्यो तपाईहरुले लेख्नु होला र यही अनुसारले आफ्नो तरिकाले यसलाई प्रस्तुत गर्न पनि सकिनेछ। सामाजिक नीति नियमको पालना हुनाले समाजमा पर्ने सकारात्मक प्रभावहरू निम्न छन्। पालना हुनाले समाजमा शान्ति कायम हुन्छ, सहयोगी भावनाको विकास हुन्छ, सुख दुःखमा साथ मिल्छ, जहाँ पनि सजिलै घुलमिल हुन सकिन्छ, असल र सभ्य समाजको निर्माणमा सहयोग पुग्छ। यस्ता विभिन्न आन्सरहरू तपाईहरुले आफ्नै तरिकाले पनि लेख्न सक्नुहुन्छ। यहाँ तपाईले प्रस्तुत गर्ने व्यवहारहरू यहाँ दिएको छ। अब अभ्यासमा जाउँ। क, ख र ग 3टा प्रश्नको यहाँ उत्तरहरू दिएको छ। सामाजिकीकरण भनेको के हो? सामाजिकीकरणको महत्त्व र यो सामाजिकीकरण निरन्तर चल्ने प्रक्रिया हो, यो भन्नाले पुष्टि गर्नुहोस् भनेर दिएको छ। यसलाई हामीले बुककै किताबमा जुन तरिकाले प्रस्तुत गरिएको थियो त्यही तरिकाले हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौँ। सामाजिकीकरण सधैँ चलिरहने प्रक्रिया हो, यो निरन्तर चलिरहन्छ, यो एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने प्रक्रिया हो। समाजमा रहेका मूल्य मान्यता चालचलन नीति नियम बुझ्ने बुझाउने सिक्ने सिकाउने र त्यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रक्रिया निरन्तर चलिरहन्छ। एकले अर्कालाई भन्ने कुराहरू यहाँ प्रस्तुत गर्ने गरिएको छ। त्यस्तै घ नम्बर सामाजिकीकरणका माध्यम के हुन्? परिवारलाई किन सामाजिकीकरणको प्राथमिक माध्यम भनिएको हो? कारण पनि लेख्नुहोस्। त्यस्तै सामाजिकीकरणका प्राथमिक माध्यम र द्वितीय माध्यम बीच भिन्नता छुट्याउनुहोस् भनेको छ। प्राथमिक माध्यममा हाम्रो परिवार, मित्र, समूह, छिमेकीहरू पर्दछ भने द्वितीय माध्यममा हाम्रो विद्यालयहरू पर्दछन्। त्यस्तै सामुदायिक कार्य पनि यहाँ दिएको छ। सामुदायिक कार्य तपाईहरुले यो तरिकाले र आफ्नै अनुभवको तरिकाले पनि प्रस्तुत गर्न सक्नुहुनेछ। यहाँ एउटा नमुना प्रस्तुत गरिएको छ, यही तरिकाले तपाईहरु पनि प्रस्तुत गर्नुहोला। पाठ 3 रहेको छ विकासका पूर्वाधार शिक्षा र स्वास्थ्य। यसको क्रियाकलापहरू यहाँ दिएको छ र एउटा प्ले कार्ड पनि तयार पार्न भनेको छ। प्ले कार्ड यसरी तपाईहरुले बनाउन सक्नुहुनेछ। बालबालिकालाई पूर्ण मात्रामा खोप लगाऊ, रोगबाट बचाऊ। यसलाई एउटा बक्समा हालेर एउटा लट्ठी जस्तो तल पार्यो भने त्यो प्ले कार्ड हुन्छ। प्ले कार्ड यसरी बनाइन्छ। बीचमा बक्समा तपाईले एउटा नारा लेख्न सक्नुहुनेछ र नारालाई तल एउटा लट्ठी जस्तो झुन्डाइदिनु भयो भने त्यो प्ले कार्ड हुन्छ।
यो भयो क्रियाकलाप। अब यसपछि हामी लाग्छौँ यसको अभ्यासहरूतर्फ। अभ्यासमा पनि प्रश्न उत्तरहरू दिएको छ। त्यसको प्रश्नहरूका विभिन्न किसिमले हामीले उत्तर दिने कोसिस गरेका छौँ। तपाईहरूले पनि आफ्नो तरिकाले उत्तरहरू पनि लेख्न सक्नुहुन्छ। यहाँ एउटा चिठी पनि दिएको छ। चिठीको नमुना यहाँ प्रस्तुत गरेको छ जसमा शिक्षाको महत्त्व दर्शाइएको छ। जसमा सबभन्दा पहिले राइट साइडमा तपाईँले मिति लेख्नुपर्ने हुन्छ, मिति र ठेगाना। त्यस्तै लेफ्ट साइडमा सम्बोधन गर्दै लेख्न सक्नुहुन्छ र त्यसमा सुरुमा सम्झना साथसाथै के टपिक हो त्यो बारेमा हामीले मेन्सन गर्नुपर्ने हुन्छ। त्यस्तै अभ्यासमा क नम्बर, ख नम्बर र ग को उत्तर यहाँ दिएको छ। विकासका पूर्वाधार भनेको के हो, उदाहरणसहित लेख्नुहोस्। शिक्षाको बारेमा दिएको छ, यो कुराहरू लेख्न सक्नुहुन्छ। पाठ 4 विकासका पूर्वाधार, यातायात र सञ्चार। यहाँ क्रियाकलापमा 3टा प्रश्नको उत्तरहरू यहाँ दिएको छ। यो क्रियाकलाप हो, तपाईँले गर्न सक्नुहुन्छ। त्यसमध्ये नम्बर 2 मोबाइल फोन र इन्टरनेट बिनाको जो वर्तमान अवस्था कस्तो होला भन्ने एकदमै महत्त्वपूर्ण प्रश्न यहाँ दिएको छ। मोबाइल फोन र इन्टरनेट बिनाको हाम्रो अवस्थाको बारेमा यहाँ दर्शाउन सकिन्छ। त्यसै अभ्यासको रूपमा हेर्ने भने क, ख, ग, घ, गसम्मको उत्तर दिएको छ। घको प्रश्न छ र उत्तर अर्को पेजमा रहेको छ। तपाईँको घरमा प्रयोग भएका सञ्चार साधनका नाम लेख्नुहोस्। यातायातको सुविधा हुँदा पाइने फाइदाको सूचीहरू बनाउनुहोस्। यातायात विकासको पूर्वाधार हो। यातायात किन विकासको पूर्वाधार हो भनेर यहाँ प्रश्न गरिएको छ र यसको उत्तर पनि दिएको छ। यातायातको सुविधाले गर्दा सहरमा बसेर पनि मानिसले गाउँमा उत्पादित तरकारीहरू फल लान पाउँछन् भन्ने वगैरा वगैरा एन्सर यसरी लेख्न सक्नुहुनेछ। त्यसै घको उत्तर पनि यहाँ दिएको छ। सूचनाको सहज र प्रभावकारी आदान प्रदान गर्न सञ्चार पूर्वाधारहरूको विकास हुनु आवश्यक छ। शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारमा पहुँचका लागि सञ्चार पूर्वाधारले सहयोग गर्दछ। दक्ष जनशक्ति उत्पादनका लागि सरकारी कामकाज छिटो छरितो र प्रभावकारी बनाउन पनि सञ्चारको आवश्यकता पर्दछ भन्ने कुराहरू यहाँ उल्लेख गरिएको छ। यसरी यसलाई तपाईँहरूले लेख्न सक्नुहुन्छ। त्यस्तै परियोजना कार्य पनि यसमा हामीले मेन्सन गरेका छौँ। यसमा तपाईँले आफ्नो तरिकाले पनि उल्लेख गर्न सक्नुहुनेछ। यसलाई विभिन्न तरिकाले तपाईँले लेख्न सक्नुहुन्छ। अब लागु हामी अर्को पाठ 5 तर्फ। पाठ 5 जिल्ला समन्वय समितिको बारेमा रहेको छ। जिल्ला समन्वय समिति, यसमा क्रियाकलाप दिएको छ। तपाईँको जिल्लामा विकासका सम्भावना के छन्, जिल्लाको बारेमा यहाँ दिएको छ। यो क्रियाकलाप हो। हामीले जिल्ला समन्वय समिति पढ्दै गर्दा आफ्नो जिल्लाको बारेमा बुझ्नुपर्ने हुन्छ। त्यस्तै अब हामी जान्छौँ अभ्यासतर्फ। अभ्यासमा यसरी दिएको छ। यो अभ्यासहरू सकाउनु होला र आफ्नो तरिकाले पनि यसको उत्तरहरू तपाईँहरूले लेख्न सक्नुहुन्छ। अन्तिमसम्म तपाईँहरूले यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद।